हेलो गाइज नमस्ते नमस्ते सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिकै छु। आज म चाहिँ दाइको ड्युटीमा आएको छु। के गर्दै हुनुहुन्छ? आज मेरो दाइसँग भेट भएको छ। आज दाइ ड्युटी लागेको 5 दिन भइसकेको छ। आज कोही छैन, सिङ्गल दाइ मात्रै हो। कहाँ जाने दाइ? हामी घुम्न माथि जाने छतमा? कहाँ बाटोबाट आयो? यताबाट ल आज देखाउने कोसिस गर्नेछ दाइको ड्युटी लागेको ठाउँ कस्तो छ। फाइनली गाइजहरू म छतमा जाँदैछु है। दाइको चाहिँ आज घरमा कोही छैन, सब खाली छ। एक्लै दाइ हिरो भएर बसेका छन्, कोही छैन घरमा, खाली। के गर्ने हो, यस्तै छ नि हाम्रो पारा। ल क्या मस्त हावा आयो है। ल फाइनली गाइज, ल यो चाहिँ दाइको चाहिँ खाना। यो यता राम्रो छ, यता पनि राम्रो छ, मस्त छ। ल यता बाहिरको सिन हेर्नुहोस् त। गाइजहरू त्यति राम्रो देखिएन, म उताउति गरेर देखाउन कोसिस गर्नेछु। ल कता भन्नु हो? त्यो चाहिँ गोलकुण्डा त्यो चाहिँ माथि गोलकुण्डा फाउन्ड। त्यो पुरै ढुङ्गाले बनाएको कि, त्यो पुरै राजाहरूको चाहिँ पहिले उ थियो अरे। त्यहाँ राजाहरूको दरबार हो अरे त्यो। त्यहाँ पुरै राम्रो छ। जाम्ला पर्छ, त्यसमा घुम्न जाम्ला। ल क्या कस्तो छ, सिम बबाल छ नि। वाह ल सिम बबाल छ। गाइसहरू उता हाइवे, ठुलो हाइवे किलो हेर्नु। यहाँ चाहिँ यो रोड गजब राम्रो छ, गजब राम्रो छ। बहुत बवाल छ। ल कस्तो लाग्छ दाइ ड्युटी? ठिक छ? यस्तै हो भनिरहेको छ दाइले पनि। अब के गर्ने, 2-4 दिन मात्रै भयो, त्यसै कारणले गर्दाखेरि अलिकति मन सन्तुष्टि छैन दाइको। अब बिस्तारै सेटल गर्नु पर्ला। अब आउँदा आउँदै झ्याप्प राम्रो ड्युटी हुनु पाइनसक्छ। बिस्तारै पछि गरौँला। त्यो घर होइन, त्यो चाहिँ केरेन जोडिरहेको छ। त्यहाँ केरेन यो हेर्नुहोस्, यत्रो बनाउँदैछ, अझै केरेन जोडिरहेको छ त्यहाँ माथि जोड्नु लागि। 50 त 50 पनि हुनसक्छ।